ल ठुला भयो ए यो त यत्रो मिलाउनु भयो यार किमा धेरै भएको हो के यस्तो मेरो पेट जल्लो लाग्यो किन हो भोकले खाना खाएर भोकले अरू केही होइन आज मोमो पाक्दैछ गाइज गाइज। मोटा धेरै भयो मोटा सोटा म त हुने हो कति मोटा है म गएर खाने ए यिनीले एक बनाउनु भएको थियो त्यस्तै भयो राम्रो त्यो नाना बनाएर त हामी त यहीँ बस्थ्यो हाम्रो चिन्ता गर्न मानेर सामाला 4 बजीमा गइजाउँ 4 रुपियाँ जस्तो मोमो खाए तिनीहरू 4टा बज्नु पऱ्यो टकाउनु किन बुझ्यो आज अचार बनाउनु सुप बनाउनु भाइ कता होला अरू त कस्तो हो भाइ म त ठुला पनि बनाउला बराबर नाना नबनाना तू अहिले नाना नाना डल्ला बनाउनु म फटाफट बनाइदिन्छु तपाईँहरू उयो गर्नु है रोटी बोक्दै भिडियो बनाइसकेको छु हाम्रो त यहाँ 12 बज्छ बनाउँदा मलाई पनि आउँछ के खाना ल दुई बज्छ एउटा के बन्नु पर्यो त्यसलाई उयो गरेर उठेर बस्छु म बदानी त सिकेँ मुखनाले केही सबै यहाँदेखि देख्न गऱ्यो त्यहाँबाट त्यहाँनिर एकतामा सो हेलो नमस्ते यसलाई के भन्ने रोटी बना भने रोटी पनि पकाउन आउँदैन यस्तो त मान्छे ए त्यो यो रे बेङ्गलोर कुकु मान्छे बेङ्गलोर कुकु यस्तो हुन्छ कुकु त कुकु भन्ने यस्तो त यति राम्रो मोमो बनाएको बोल्यो मैले बनाउनु त्यस्तो लेख्दै राम्रो क्या खारे मैदाको यतिका फाइदा नतडेको ठाउँमा यस्तो हो मोमो बेङ्गलोर नपुगेर अब रोटी मैदा रोटी के गर्नु मोमोको डल्ला बनाउन आउँदैन चटनी पाउँदै बन्दैछ रातिको 11 बजिसक्यो भोलि बिहान काम गर्नु कसरी जाने हो यो बेङ्गलोर ठाउँमा जे खायो भने लास्टमा मोमो खायो रोटी खायो जे खायो नि लास्टमा खानु चाहिँ रोटी नखायो चाहिँ पेट चाहिँ अब हुँदैन कस्तो पेट होला यो मान्छे छु 40 केजी 40 केजीको मान्छेले खान्छ 5 केजी 8 बजे एउटा लागेको मोमो सुप बनाएँ कतिखेर बन्छ होला कतिखेर खान्छ 12 बजिसक्यो अरे सुप पनि बनाएको छ अचार मोमोको अचार साथीहरू मोमोको अचार मलाई थाहा म त म खान नसक्ने एक पनि